Hello everyone and welcome back to my new vlog. So म आज काठमाडौँको सुमन ड्राइभिङको शाखा सक्सेस ड्राइभिङ सेन्टरमा छु। यहाँ चाहिँ एक हप्ताको कोर्स लिएर गाडी सिकेर एक हप्तामै लाइसेन्स निकाल्न सफल भइन्छ। साथीहरु कृपया तपाईहरु पनि कोही लाइसेन्स निकाल्न इच्छुक हुनुहुन्छ भने लाइट लाइसेन्स, बाइकको लाइसेन्स, हेभी लाइसेन्स को लागि तपाईहरु पनि इच्छुक हुनुहुन्छ भने यहाँ आएर होस्टेल बसेर चाहिँ मजाले चाहिँ निकाल्न सक्नुहुन्छ। साथीहरु म तपाईहरुलाई यहाँको केही दृश्यहरु देखाउन गइरहेको छु, कृपया हेर्नु होला है त। साथी यहाँ हेर्नुस्, यसरी चाहिँ यहाँ गाडीको ट्रेनिङ दिएर मजाले एक हप्ता ट्रेनिङ दिएर त्यस पछाडी चाहिँ लाइसेन्स निकाल्न चाहिँ यहाँ सफल भइन्छ। एकदम राम्रो छ यहाँ चाहिँ। सक्सेस ड्राइभिङ सेन्टर यो चाहिँ भक्तपुरमा रहेको छ। यो अलिकति कौलो रहेछ क्या। साथीहरु आज चाहिँ मैले गाडी सिक्दैछु। सिकेको त पहिल्यै हो, तर के गर्ने, सक्सेस भइएन। चाहिँ यहाँ आएर सक्सेस भन्छ कि म त एउटै हातले खटखटाइदिनु। हातले
उकालोमा आइएछ। भन्दा अलिकति माथि अनि रेसलाई पनि फुलभन्दा यति माथि गाडी उकालोमा उठ्यो। यति कन्सको पास हुन्छ भाइ। साथीहो यो रहेको छ भक्तपुरमा रहेको सुमन ड्राइभिङ सेन्टरको शाखा सक्सेस ड्राइभिङ सेन्टर। यहाँ चाहिँ 1 हप्ताको कोर्स लिएर मजाले गाडी सिकेर 19 मिनट जति चलाए पनि भयो। त्यस पछाडि चाहिँ मजाले ट्रायल धेरै पास भएर चाहिँ यहाँबाट लाइसेन्स निकाल्न सफल भइ नै रहेछ। मलाई पनि अहिले विश्वास लाग्यो। म चाहिँ टिकटकको मार्फत हेरेर म गएको थिएँ र म पनि त्यहाँ गएर त्यहाँको 1 हप्ताको सुविधा लिएँ, सेवा सुविधा लिएँ र 1 हप्तामा लाइसेन्स निकालेर पास भएर आउन सफल भए। साथीहो म तपाईहरुलाई एउटा कुरा भन्न चाहे, यदि तपाईहरु पनि लाइसेन्स निकाल्न नसकेर एकदमै चिन्तित हुनुहुन्छ भने यहाँ चाहिँ जानुस्, सक्सेस ड्राइभिङ सेन्टरमा जानुस् अनि 1 हप्ताको कोर्स लिएर लाइसेन्स लिएर आउनुस् भन्दै म बिदा चाहे। हस्त नमस्कार।